So hello and what's going on guys, it's your boy Kismat Thapa. Welcome back to the channel with another video guys. So welcome to मेरो YouTube channel मा धेरै पछि आज जान थालेको साइकल BMX लिएर धेरै दिन भयो अनि उता पढन दाइ र अमृत मलाई कुरिरहेको छ। मैले चाहिँ खास गरी केटाहरु सँगै जाने भनेर केटाहरु अघि नै प्लान गराएको थियो अनि फेरि सट्टीमा गइदिएछ फेरि अनि मलाई केही नभनिकन केटाहरु अहिले सिधै गइरहेको छ अनि फेरि हामी कस्तो हराम रिस उठेछ के बिहान सँगै गरेर हराम सिक्नु पर्छ भनेको मान्छे र अहिले सट्टीमा जाँदाखेरि त रिस उठिहाल्छ नि अनि त्यही जान थालेको। अहिले म चोकमा छु, यस्तो भिडभाड छ जिन्दगीमा। लेट्स गो। यो तपाईँ हैन ए गाइस तोरी ग्याङहरु बल्ल भेट्यो। मलाई रन केही नभनिकन सट्टीमा आइदिने फेरि हेर्न यही मान्छे बढी बोल्ने हेर्छ पसिना। ए विकेट्स ठीक छ हिरो हैन सट्टीमा बिहान त तीनजनै खेल्न जाने हिरो। तिम्रो टाइमै थाहै हुँदैन, तिमीलाई भेट्न गयो भने 1 घण्टा हराउँछु। तपाईँ भेट्न गयो भने रन खाना खान बस्ने। यहाँ छ अर्को तोरी ग्याङ हान्छ पारा बोदी त हुन्छ सोली बोली। ए तेरो घर कहाँ हो पाडा? ओए कस्तो दामी बुच्चियो, ओए मोडल ल, ओए खतरा। ओए 50 सेन्टको भाइ आइज। तँलाई कसले भने साइकल चलाउन? तँलाई भाइरल गराइदिउँ, खै ल ड्रेसअप देखा त तेरो। ओए के हो यो? ओए नजला बिग्रियो कि सक्दैनस्? बिग्रियो यो हेर, त्यहाँ खेसा गरेको देखेनस्? हेर्दै यो पुरै बिग्रियो। फर्स्ट ट्राई बनियो भान्छ ल। ए बार्सपिन हान्छ ल हान त। हिरो अझ खिदिने दाइ खिदिन ल भाइहरूको यस्तो चलपल देखाइदिनु। ओए ल भएन बाबु, यार स्टाइलै भएन भयो त जुनी जान्छ तेरो चढे बाबु। डराइदिएको साच्चीकै हान्दिन्छ मजाक गरे ल हेरौँ ल ब्रो। ओए भाइ त कहाँ चिने जस्तो लाग्यो मलाई त। चिन्छौ को हो? म
को दाइ हो अरे ल म पनि चिन्छु तिमीलाई भाइ हो तिम्रो मम्मी हो म तिम्रो मम्मीलाई पनि चिन्छु किन तिम्रो मम्मी हो तिम्रो दाइलाई पनि चिन्छु तिम्रो बहिनीलाई पनि चिन्छु सबैलाई चिन्छु म छ्या के हो यो 360 हो के हो र दाइ गरेको खास के हो र खास गरेको ख्यास ल्यास ब्याक स्ल्यास होइन ख्यास ल्यास हो खस ल्यास क्यापमा बारिस पनि नगर गाइज मानिस क्याप बारिस पनि खतरा भएन बिल्ला ल उयो भाइको त सिट त हरिर छ बे मेरोमा हाल नि त ओ हेर त लाइक हालिदियो अरे भाइ मलाई ठिक लागेन है मलाई ख्यालै नगरेको टायर त पाक्नु भइसक्यो रहेछ नि यार शिवा इज द बस टन त्यो सिट त हरि मजा लाग्ने रहेछ ल भाइ थ्याङ्क यू राम गाइज को ढुङ्गा हान्ने माछा ल्याइज ओए हटे हट त ओ काले ओए फ्ल्यास लाइट बाल्नु पर्छ है यसलाई त राइड हाल्न दिन्छु ए हराउलास् उता नजा त्यसलाई हरि बोधी हालेर लिएर आउला साइकल 1 घन्टा यो डन हो ए रहने त डनलाई हान्दिएको फेरि हेर्छ दर्बो भएछ यार यो त ल भाइ दर्बो होस् भाइ त भाइ धोएर लगाउ त्यो फेरि रहने यसको पसिनावाला चाक फेरि अब तिमीलाई शक्ति आउँछ त्यो पसिनाले त्यसरी सुँग त रकेटको स्पिड हेर्छ ला किन हो यो मुडै आएन है खेल्नलाई अब के हो खास तिमीले टी-सर्ट लगाएको टी-सर्टले तिमीलाई लगाएको आजकल भाइ यता हेर न पुरै यता फर्केर हेर न ओए परम दाइको भाइ यता आउन यता 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 आउन यता ल ल यता हेर खतरा जैकी चैन वाला पोज हान्देऊ न खतरावाला तिम्रो डेन्जरवाला पोज ए सो अलराइट गाइज अहिले चाहिँ हामी राइडबाट आइसक्यो हाम्रो परम दाइको घर हेलमेट त्यही लगाएर जाने हो त्यो हेलमेटमा यो बाइक चलाउने रे कप्सले छोप्ला नि फेरि बाटोमा अहिले चाहिँ हामी जाने भनेको बदुल पोखरीतिर त्यहाँ यसो हल्का फुल्का चलपल घुम्नको लागि अब हेरौँ त्यहाँ गएर कता गइन्छ नम्बर प्लेट नोट हाल्न भेट्दा क्यान्सल भयो नि त यार अर्को बाटो छिराइदिनु ए यस्तो छ प्रगति कुदाउला फेरि दाइरहनु बाइकले तिनीहरू भेटा भयो कि भन्नु तर गयो स्क्यान गयो फेरि फर्केर आयो फुल लिन आएको क्यान्सल भयो यस्तो खाले फुल छ जब ठिक छ यार उहाँ छ कि ऊ बिचमा यो नाइ यता हेर्नु न मैले कहाँ पोइन्ट गरेको
मकै चोर्नु हाम्रो कति ठुलो यार औ मेरो तर्फबाट तिम्रो लागि